त्यहाँको भन्ज्याङबाट म अलिकति यतातिर छु। यतातर्फको भूभागमा चाहिँ अब यसो घाम छर्लङ्ग लाग्दाखेरि हिजो म साह्रै एकदम भिज्दाखेरि आज चाहिँ म एकदम घाममा चाहिँ एकदमै सुक्खा हुन चाहन्छु। त्यहाँतर्फ गएर कसको लागि ओछ्याएको होला कि यो म्याट होइन, आफैमा म पनि एकदमै अन्जान छु। यो अन्जान ठाउँ त्यति भन्ने त भनिहाल्नु न, अन्जान ठाउँ बबालले मकै प्लस भटमास चाहिँ लागेका छन् कि यतातिर। यो सिँचाइ हुन लागिरहेछ, तयारी अवस्थामा रहेछ अहिले। यतातिर लगभग अब असारको समय एकदमै सिँचाइ हुन अब एकदम तीव्र गतिले सिँचाइ भइरहेछ कि। जाँदैछु बाटोतिर, एकदमै आजको वातावरण मस्त, तर मस्त भन्दा भन्दै अझ बादल लागिरहेछ यार, तनाव त्यो पो छ। बिउ राखेको छ लगभग अब त्यो पनि बब्बाल उसमा राखेको छ है, बाक्लो रूपमा बब्बाल किसिमका यी गाउँले पाराका घरहरू म सामु देखिँदैछन्। अब म जाँदैछु, तर अब कतातिर पुग्किने हो त्यो विषयले म भन्ज्याङतर्फ नै छु, त्यसको तल्लोपट्टि। तर अब म अझ कहाँ पुग्छु त्यसको त्यो चिज हेर्नुपर्ने छ। यो गल्लीहरू एकदमै गाउँले पाराका घरहरू एकदमै सुसज्जावटले सजिँदाखेरि एकदमै बसोबास छ कि छैन जस्तो छ क्या। हेर्दैछु म, लगभग हदसम्म मान्छेको उपस्थिति नभएपछि मलाई अलिकति के भन्ने छैनन्, कोही छैनन् त्यसरी। लगभग एउटा आफ्नै गाउँतर्फ नै आए जस्तो पो लागिरहेछ त यतातर्फ। नासपातीका बोटदेखि लिएर धेरै चिजहरू छन् बाटो। लगभग हेर्दैछु म के छ यो, एकदमै लगभग त्यहाँबाट म बाहिर निस्किएँ, तर ती घरहरू सुन्ने प्रायः जस्ता थिए यार, कोही नहुँदाखेरि जस्तो। यताबाट पुगिने कता हो त त्यो चिज। अब हेर्दैछु म, यस अगाडि बढिरहेको छु म, तर कुराकानी के भइरहेछ त भने अब चाहिँ म थाहा पाइरहेको नै जङ्गलतिर जाँदैछु। यो जङ्गलमा अस्तितिर चाहिँ म पुगेको थिएँ, आज चाहिँ म त्यसको तल्लो भागतिर, त्यहाँतिरको अवस्था के छ त त्यो बुझ्नेतिर चाहिँ जान्छु। यी घरहरू माथिल्लापट्टि छन् अझै पनि, ती लगभग मैले भेटाइनँ अहिले। दिउँसोको समय आफ्नो कामतिर लागेका होलान्, तर यहाँ त एकदम बेसारका बोटहरू छन् भने कि के छ त ऊ त्यहाँनिर एउटा अर्को एउटा एट्र्याक्टिभ पोइन्ट आयो कि यो चाहिँ के रहेछ पुरा बुझ्नेतिर म लाग्दैछु। के हो खास गरी यो भन्ने चिज एकदमै बुझ्दाखेरि यो देख्न सकिन्छ। यो खास गरी म पनि एकदम अन्जान छु, तर यहाँ केही बुझिएको हुनुपर्छ भन्ने चिजको चाहिँ म अनुमान खाँदैछु होइन। यस्तो रूपले बब्बाल छ, एकदमै रूपले अगाडि बढ्नुपर्ने छ। वाउ, ठाउँ चाहिँ एकदम मस्तको छ, बबालै, जुन यहाँतिरको परिचय नै एकदम झल्किरहेछ।
बाँझो जमिन जोतिँदैछ हो त्यहाँतिर बबाल किसिमले। अब चाहिँ आइयो कतातर्फ भने चाहिँ पुरै जङ्गलको बाटोतर्फ आइयो। योभन्दा अगाडि थिएन। अब यहाँबाट कता के हो भन्ने चिजहरू बिस्तारै खुल्दै जान्छ। त्योभन्दा अगाडि म चाहिँ भुल्दैछु यतैतर्फ भनौँ होइन। यस दी क्रेजिनेस विल बी इन्स्टलिङ। क्रेजिनेस इज स्टिल इन्स्टलिङ भन्नु पऱ्यो नि त। इन्स्टल भइरहेछ। ओ थकान भन्ने चिज अहिले 0% छ लगभग। आज त्यस्तो के छ त्यति हिँडिएको छैन नि त, त्यस कारण अब म यतैतर्फबाट कतासम्म पुगिन्छ त्यहाँतर्फ जान खोज्छु। उतिसम्म जानुपर्ने छ। तर नि पिन ड्रप साइलेन्स जस्तो छ कन्डिसन। पानी पर्ने आवाज। तर डराइराख्नु पर्ने छैन अहिले यहाँतिर। हराउँदाखेरि व्यस्त होला टिक्क होला। एउटा लट्ठी समातौँ होइन त। टेको 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 टेक्नु पर्यो नि त। के छ कस्तो छ अबको कन्डिसन बुझ्दैछु म। यतातर्फ पुगेर यस होइन म कमै भन्ने कि बढी नै भन्नु होइन। यो मोडमा पुगेँ म। यो मोडको के छ त बाटो कस्तो छ के छ भिजेको एकदमै रहेछ भन्ने चिज देखिँदैछ। यहाँतर्फ एकदम ओह्रालो। यो ओह्रालोबाट यसो चिफ्लिन सकिन्छ भन्ने चिज म हेर्दैछु। जति यहीँनिर राख्छु। आहा है त। यस 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 होइन बबाल गतिले तलैसम्म जाने त हिँड्न सक्यो होइन बरु यहाँतिर। ओ पाइला एकदम रूपले ठुलो ठुलो बनाउन खोजेको छु मैले। आहा अब चाहिँ म एकदमै मेरो खुट्टा डुबिसक्यो है यता यो माटोको यतातर्फ। पाइला मैले चन्द्रमामा हिँड्ने जस्तो बनाइरहेको छु। के को स्वर हो यो? अब तिनै पाइलाहरूलाई पन्छाउनु पर्यो जुन आम्मामा अहिले चाहिँ जमिन चाहिँ लास्टै साह्रो भिज्या हो कि यो चाहिँ। पाइला मेरो एकदमै रूपले डढो छ गहिरो छ होइन एकदम टिकाउयुक्त नै छ भनौँ होइन। ओह्रालो लागेको मृगलाई टेको दिन्छ त कसैले होइन। डुब्न लागेको केही चिजलाई एउटा त्यान्द्रोले पनि उदिन्छ भन्ने जस्तो भएको छ कि नि त यहाँनिर। यो नभइदिएको भए म अगाडि कसरी बढ्थ्यो होला। बढ्न त यसले पनि डिस्टर्बै गरे जस्तो छ। ओ म समात्दिनँ यसलाई केवल म समात्छु। ओ यहाँतर्फ एकदमै एकदमै त्यो ओह्रालो। यहाँतर्फ के बनाएकै होला के लगभग यो सडक नयाँ हुनुपर्छ जस्तो लागेको छ मलाई। यत्रो यो माटो कहाँबाट आयो त नत्र यो भित्र जङ्गलभित्र थप बृहत रूपमा अझ बाटो फराकिलो बनाउने कुरा रहेछ। त्यसकै प्रावधान अनुसार यो बनाइएको होला होइन। एकदमै एकछिन अगाडि मस्तको घाम लागिरहेको थियो तर अहिले घाम लागेन यार। केही घाम ताप्ने भनेर म मस्तले यहाँतर्फको जङ्गलमा चारौँला भन्दाखेरि घाम भनेर घाम चाहिँ गइसक्यो। अब म मात्र छु एकदमै रूपले विथ कोल्ड मोड भनौँ त अहिले गोल्ड मोड भन्नुपर्छ अहिले होइन। गोल्ड मोडमा छु म अहिले एकदमै रूपले अगाडि बढ्दाखेरि। अहिले त यो हरेक यतातिरका बोटहरू हेर्दाखेरि अनि रित्तो छ जस्तो लाग्छ कि पहिला हिँड्दाखेरि। काफल यी झ्याङहरू हेर्दाखेरि ऐँसेलु
अलिकति नत्र भने लाली गुराँसदेखि लिएर प्राकृतिक फल फलिरहन्थे केही समय अगाडि, तर अहिले बन्द भएको छ क्या। त्यसकारण रुखहरू हेर्दाखेरि एकदम आशाहीन भएको हुन्छु क्या म। फल त भेटिन्न नि त, केवल रुख मात्र भेटिन्छ। ल ए तल कुकुर भुकिरहेको रहेछ तर बाँधेको रहेछ, त्यो चाहिँ मलाई शान्त महसुस भयो। ढुङ्गो समाउला भन्दाखेरि कुकुर बाँधेको समातेपछि देखेपछि मेरो मनले आनन्द महसुस गर्यो। यो हावा जस्तो सम्म म आएको छु। अब म त्यहाँतिरको सल्लाहघारीतिर जान्छु। यस, यो पोखरी र यो पिपलको बोट। अब चाहिँ म जाँदैछु यतातर्फको सल्लाहघारी, जुन एकदमै मेरो नजरमा नौलो छ। त्यताबाट आइसकेपछि तर यो असारे मौसमले चाहिँ निस्सार मन बनाउँदैछ यार। तनाव हो नि त। हावा के गतिमा चलिरह्यो यार, म पनि अचम्मै मानिरहेको छु। यो तर्फबाट जाउँ, के छ यतातर्फ त्यो चिज एकछिनमा भेटिन्छ। तर यो बतास जुन चलिरह त्यो उडाउलाई जस्तो छ यो डाँडोमा। यो दुब्लो मान्छेलाई रे भन्न सकिन्न नि फेरि यस्तो डाँडोमा उठेपछि। पक्कै पनि उडाउला नि कसो होइन त्यो कुरामा म सहमत छु। त्यसकारण मैले धेरै डाँडोतिर हेर्नु छैन। पो 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 यहाँतिरबाट चिचडी खेल्यो भने के होला अवस्था कस्तो छ भने नि अवस्था हेर्नै सकिँदा। हावा चलिरह तर नि यो यति ठुलो र यति तलसम्मै छ नि यो चिजले नि एकदमै रातो माटो झल्किँदैछ। त्यसमाथि यो हावा यसरी छचल्किँदैछ भनौँ न होइन। यी पातहरू त कहाँ हुन् पानी पर्यो रे क्या। के गर्ने यार, म आइसकेको छु अलिकति उडाउलाई जस्तो छ त। रुखका पातहरू त उडाइसक्यो, अब उडाउलाई जस्तो छ। म उडायो हावाले यो मन उडायो हावाले। वाउ, वाट अ वन्डरफुल साइट भनौँ। नासपातीका बोटहरू भने नि सार्वजनिक रूपले नै यता रहन पुगेका छन्। पक्कै पनि खाऊ भन्न खोज्या होला। अब एउटा दाना टिपिहाल्नुपर्छ। यस, तर यहाँतिर चियोस बब्बाल लागेको छ तर हावा चल्थ्यो यार। त्यो तनाव लागेको छ है मलाई अहिलेको कन्डिसन। बब्बाल कन्डिसनबाट तनावमय कन्डिसन नहुनु नि कसो, त्यही त नि। सिउँडी 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 इज कमिङ। सिउँडीको रुख खतरा रूपले देखिया छ, जो एकदमै मलाई मनपर्ने हो। तर यहाँ निकै रूपले यिनीहरूको जमात छ, एक जमात नै खडा भएको छ क्या। वाउ, बब्बाल कन्डिसन। नासपातीका बोटहरू एकदम रूपले 2-3वटा एकदमै रूपले छन्। यिनलाई पनि हावाले उडाउँदैछ। विथ द वन्डरफुल कन्डिसन र माइन्ड अफ फ्रेसनेसले म एकदमै झुकेको हाँगोको छ त। त्यसतर्फबाट एउटा नासपातीलाई एकदमै रूपले होइन त आयो, आइज तलैसम्म आइज। ल यो दानालाई एकदम रूपले कस्तो छ त नि। ठिकै छ, ठिकै। केही समयपछि बबाल हुन्छ। आजभोलि पानी सोसेर होला क्या यसले। अर्कोचोटि आउनुपर्छ। यो नासपाती अझ ठुलो हुन्छ त्यसपछि खानुपर्छ यार।
त्यो यहाँतर्फ निहाल्दैछु म रातको माटी जस्तो छ अब मसँग को रहन्छ त वफादार को हुन्छ अब मसँग झुक्न को थाल्छ त अब नासपातीको हाँगो मतर्फ आउने बित्तिकै म एउटा चुन्छु अझ वफादारी इज कमिङ हिजो अस्ति नासपातीका हाँगाहरू मात्र लल्किएको देखिन्थ्यो तर खान मिल्दैन थियो तर आज सार्वजनिक स्थलको छ यो त्यस भएर आज खान मिल्छ त्यसकारण आज हेरी र छानी भनौँ हावा नि निकै साह्रो गतिले चल्दाखेरि मलाई चाहिँ एकदमै हावादारी बनाइरहेको छ त 100% यो नासपाती एकदमै रूपले सकिसक्यो यार अलिकति पनि छैन के कारण हो धेरै मिठो भएर हो कि मिठै भएर हो भने चाहिँ म यसको चाख्नै चाहन्छु एउटा दाँत भाँच्ला जस्तो छ खालि टेस्ट भन्ने चिज छैन यार यतातिर अहिले के छ यो अलिकति टेस्ट हो यसमा यसमा अलिकति टेस्ट छ क्या त्यस कारण हुनुपर्छ उडायो हावाले यो मन उडायो हावाले भन्ने त हो तर यति साह्रो हावा नलाग्नु नि यार अहिले अब तलतिर जान नदेला जस्तो छ एकदमै तलसम्म जाने प्रोग्रामले असफल खान सक्ला जस्तो छ बादल त्यहाँतिर आइसकेको छ भने यहाँतिर डाँडा छन् यार डाँडामा एकदमै सल्लाहको झुकेको शरीर नसामा प्रस्तुत भएपछि के छ मर्छु कि क्या हो नानी किन मर्छु कि क्या हो भने चाहिँ ऊ तलसम्म छ त्यसमाथि टेकाएर जाने हो भने तलतर्फ पानी के साह्रो हो यार त्यो ऊ त्यहाँतर्फ हेर्न सकिन्छ आमामामामा त्यही कतिको पानी यहाँ पर्ने हो यतातर्फको हो भने एकछिन अगाडि घाम लागेको थियो यार कन्डिसन कति छिटो चेन्ज भएको क्या म्याचको यार तनाव भन त मलाई बाहिर के निस्केको थियो असारमा स्थिर मौसम हुँदैन है फेरि कहीँनिर घाम लाग्छ मात्र कहीँनिर धेरैनिर नि पानी नै पर्छ मस्तको सुसेली खेल्दैछ नि यो सल्लाह त्यो चाहिँ मस्तको छ यार मलाई यो सल्लो एकदम आफैमा त्यसरी बसेको छ हावा मस्तको लागिरहेछ यसमाथि जाने हो भने फेरि हावाले लडाउन पुग्यो भने त बाँच्ने सम्भावना न्यून छ नासपाती प्रचुर मात्रामा खाइयो हावा नलाग्दा म यहाँतिर जान खोज्दैछु यार यसको जडा कहाँ छ हावा नलागेपछि म यहाँसम्म जान खोज्दैछु यार तर फेरि म्यासको हावा पनि लागिरहेछ मन पनि अलिकति उभइरहेछ भने चाहिँ दुईटै चिजको ढलपलले त म ढल्नै पुग्छु नि हावा नलाग्दा अलिकति
तर यो लास्टै मसिनो छ, त्यही माथि यसको ठेक पनि कति बलियो होला र। ओ मर्ने हो यार, त्यस्तै छ। निकै तलैतिरसम्म गएको छ भनेपछि सोच्नु पर्यो यार। अहिले चाहिँ अहिलेकै लाग्यो। यस, म सोच्दै छु त छु म, तर चिप्लो बाटो भइदिरहेछ यार। चिप्लो बाटो त चिप्लो कुसुमले गर्दा हो, तर पानी त यस्तै आइरहेछ नि, पानीको त कुरै नछोडौँ। यहाँतिर अलिकति त्यस्तै छ। यो नजान सकिने त होइन, जानै सकिने चिज हो। कन्डिसन अलिकति जोगाएर जानुपर्छ यार, तर गाह्रो छ अहिलेको समय। मेमोरी इज लोडिङ के, मेमोरी इज लोडिङ तर मेमोरी इज लोडिङ हल्लिँदैछ। यो सल्लो पनि आफैमा हल्लिँदैछ भने चाहिँ जो चिजको भर छैन त्यो चिजको के छ त, डर छ नि। भर बिनाको चिजको डर हुन्छ। त्यसकारण म अलिकति त्यहाँतिर सोच्न बाध्य पुगेँ। सल्लाहघारीमा मन सुसल्याउँदैछ आफ्नै जमेकापनमा। स्थिति एकदम उ छ, मुड के छ, एकदमै दोहोरिरहेछ। उहीपन नौलोपन खोज्दैछ तर दोहोरिरहेछ। जसो तसो खोजी त हुन्छ नयाँपन, तर दोहोरिरहँदा उहीपन कि त्यहाँतिर के भेटिन्छ? केवल आफ्नै पुरानो रूपमा एकदमै चमत्कारको आशा मात्र गरिरहेको, आँखामा पानीको थोपा बढ्यो भनेपछि यहाँतर्फबाट मैले अलिकति छोड्नुपर्छ छिटो नै। त्यसकारण एकदमै क्रम एकदम त्यस्तै छ होइन। क्रमकोलाई हेर्ने हो भने पानी नराम्रोसँग काट्न खोज्ने छ केही समयपछि। तर एकदमै यहाँतर्फको तल्लोतर्फ पानीले दिला जस्तो छैन क्या। त्यसकारण तै पनि म जान खोज्छु। नजान खोज्ने मेरो प्रवृत्ति होइन, जान खोज्ने हो, तर कतिसम्म जाने। यहाँतर्फ पनि यार डाँडै छ। उसमाथि के भन्ने भाइ, उसमाथि चिप्लो मात्र छ। यस, क्रम मेरो एकदमै बढिराख्दाखेरि पानीले पनि आफ्नो क्रमलाई बढाइरहेछ। यो चाहिँ डाँडै हो कि यसबाट कहीँनिर राहत अथवा कहीँनिर मेरो उद्धार हुन सक्ने स्थिति कतिको छ त? छँदै छैन नि यार अहिले। किनभने चाहिँ सडक छ ऊ त्यहाँसम्म, यो छ अझै यो एउटा खोलालाई मैले के गर्नुपर्ने छ, पार गर्नुपर्ने छ। त्यसकारण चिप्लोपन आफैमा पानी आइदियो मनलाई चाहिँ असार महिनामा पानी पर्यो। असार महिनामा पानी, सारे महिनामा रुदै थर। असार महिनामा पानी पर्यो रुचाउने, एक्लो यो मेरो मन कसरी बुझाउने,
भन्थिन् है मैच्याङले रुदै धरर नौ डाँडा पारी छ कम्पनी सहर बिछोडको बेलैमा बिछोडको बेलैमा बिछोडको बेलैमा ओ मम्मी यार बिछोडको बेला हो त यो ठाउँलाई बिछोडको बेलामा र डाँडा पाखा अझ त्यसमाथि रुजाउने अझ एक्लो मन त्यसमाथि यो कसरी बुझाउने मैले भन्ने चिजको यो गीतले सबै चिजलाई समेट्न पुगेको छ यार भावना होइन भावना समेट्न पुगेको छ र त्यसकारण अब यहाँतिर मेरो त्यति उ छैन यार अहिलेको समय ला अब के गर्ने माथि नै जानु पर्यो नि त कसो आजको पानीले एकदमै रुखले मलाई जताबाट आएको हो त्यतैतिर जाऊ भन यार अब अन्त म पुनः त्यही ढलेको सल्लोतिर छु कहीँनिर यसले मलाई चढ भनेर त फर्काएन म सोच्दैछु अझ ढड्यो भन्दाखेरि तनाव छ त्यसकारण यार अहिलेको तत्कालीन समयलाई अलिकति हार उन्मुखतिर लैजान फाइदा छ यार जित्न खोज्यो भने कहीँनिर जीवनमा हार्न पुग्केला जस्तो छ अहिले सल्लाह ढल्छन् होला त मलाई त ढलाउन खोज्दैछन् भनेपछि हावा कति ऊ आइदिएको यार यस्तो पारामा एउटा सुकेको हाँगो ढल खस्ने क्रममा छ यार आफ्नो यो एकछिनमा यो खस्छ होला पुग्न त्यहीँतिर सिउँडी मन भएको छ भनौँ त 100% एकदम काँडेधार भएको छ अहिले यो परिवर्तन हुँदाखेरि अहिले काँडेधार जस्तो भइरहेको छ मन त्यसकारण म अरू के गर्न सक्ने कन्डिसनमा छैन अहिले केवल फर्किने कन्डिसन भाइ म आएँ तर नासपातीले के पाए हावाका झोक्का तल झुकेको दाना यहीँतर्फको एकदम ठुलो दाना यही छ यसलाई नै गर्छ आम्मामा तलबाट मान्छेले देखिरहेको यो सबैको हो भन्ने मेरो अनुमान छ के हावा चल्यो अब ओ यार म कस्तो ठाउँतिर जाँदैछु भाइ कस्तो हावा चल्यो भनेर म त्यस्तो हावाले नै उडाउने पर्ने ठाउँतिर पो गइरहेको छु यो तल त पुरै ओह्रालै लागेको छ मैले झुकेर पनि त्यस्तो ठाउँतिर हेर्नै होइन मैले यो त्यहाँतिर त पुरै खोलै खोला हो आज नराम्रो सुने हावाले कहाँ लगिरहेको छ है गाह्रो छ यो नासपाती हो क्या टेस्ट नासपाती हो यो अहिले चाहिँ खाए जस्तो भयो यार नासपाती के दुःख दियो हावाले यति साह्रो जाँतै भाँचेला जस्तो मौसम निकै साह्रो रूपले
यार झन्डै उडाउला जस्तो छ यार। यहाँतर्फ के डिँडमा बसेको थिएँ, अलिकति माथि आउनु पर्यो। ल यसलाई बिदा गर्नुपर्छ अब। अन्ततः म यहाँतिरबाट फर्किएँ। अब के गर्न सकिन्छ, यो रातो माटोलाई यहीँतिरको एकदम रूपले सम्झनाको रूपमै राखेर मौसमले एकदम साह्रो सङ्केत गरिसकेपछि पर्ने कोही पानी म यहाँबाट एकदमै तलतर्फै ढल्किने गर्दैछु चेष्टा, होइन। बबालको हावा यो आफैमा यति ठुलो पहिरो छ नि, यसको चाहिँ हेराइले नै त्यहाँतर्फ रिङ्गै बनाउन थाल्छ क्या। अब म यहाँबाट बाहिरतिर निस्किन पुगेँ। अब एउटा मेन रोडमा, त्यसपछि अब म उतातर्फ पुग्छु, त्यसपछि पुनः आउँछु। म त्यो बाटोबाट यतातिर आएँ। अब पुरानै ठाउँतिर फर्किँदैछु। मेरो कान्छो छोरो म अनि नातिनी सबै आउँछ। नासपति बबालको छ पुनः पिपल बोर्डतिर। अब यसपछि म सिधै जहाँतिर हुन्छु। अनि टुङ्गो दिनुपर्छ, पानीले धेरै आज यतातिर बस्न देला जस्तो छैन। झोलुङ्गे पुलको तलतर्फको जङ्गलतिर छु म अहिले। त्यहाँतर्फ मैले जानु, म त्यहाँतर्फबाट होइन यतैतर्फबाट आएको, झोलुङ्गे पुलबाट होइन, म उतैतर्फबाट डल्लु हुँदै यतातर्फ आएको होइन। भन्ज्याङमा नै छु, भन्ज्याङकै म यो तलतिर छु। तर आउँदाखेरि त्यहाँबाट यहाँतर्फको सल्लाहकारीतिर म एकदमै आएको थिएन। के छ तर अहिले मौसम साह्रै अति गरेपछि मैले पनि अब धेरै यसमा के गर्न सक्दिनँ। केवल एकछिन पुग्छु यतातर्फ, त्यसपछि यहीँनिरबाट फर्किनुपर्छ। यता पनि सुसेली हाल्दैछ, सल्लो भन्ने सल्लाह हो, सल्लाह सुसेली हाल्दैछ। पानी पर्दाखेरि त नभनौँ, पानी परि चाहिँ रहेछ। छैन पानी परि त रहेको छैन। पानी पर्न चाहिँ खोजिरहेको छ, होइन। त्यो क्रम एकदमै यतातर्फ किन सुक्या हुन् कि यिनीहरू, लास सुकेर बसेको छ। पानीकै कमीले हो कि पानी त पाइ नै रह हुन्छ नि त, फेरि त्यस्तो भन्नु पनि मिल्दैन। के छ कस्तो छ यहाँतिरको माइलिङ यात्रा, एकदम स्माइलिङमा कन्भर्ट हानौँ भन्दाखेरि के त यतैतर्फबाट माथितिर लाग्नु पर्यो त, होइन। अरू यहाँतर्फ के छ, अलिकति तलतिर यहाँ साइन दिएको छ क्या। साइन के कारणले हो साइन दिएको, त्यता जानुहोस् भनेर हो के हो। अलिकति बस्ती जस्तो चिज आयो, बस्न ठाउँ चाहिँ बब्बाल हो नि। अब मस्तको बस्ने ठाउँ बनाएर रहेछ, त्यो चाहिँ बब्बाल छ है। मस्तले यहाँतर्फको दृश्य निहाल्दा के हो, खास गरी यो सूर्यकुण्डको पानी, सूर्यकुण्डको पानी यहाँनिरबाट उगाउने। अनि त्यसपछि के छ त, बोट बिरुवामा अलिकति हाल्न आवश्यकै त छैन, पानी पर्नै हो। तैपनि पानीको अवस्था निकै तल भएपछि झुक्नु पर्यो। लज्जा। अब अलिकति त्यो पहिरोमा मेरो खुट्टा जो उभा थियो नि, त्यसलाई पखाल्छु म। ल अब चाहिँ कन्डिसनहरू कति
यस यस दिस इज इट। यो हो क्या खास गरी अब। र यहाँतिर मलाई एकदमै बब्बाल लागेको चिज चाहिँ के हो, यहाँतिर जो बस्ने व्यवस्था बब्बालको छ। श्री गणेशाय नमो, श्री गणेशाय नमो। वाउ, श्री गणेशाय नमो, क्या बब्बाल है। यहाँतर्फ श्री गणेशाय नमोको एकदमै मूर्ति बब्बाल किसिमले पर्को। श्री गणेशाय नमो गर्नु सबैको जो एकदमै जमेका छन् जिन्दगीमा भन्ने चिजमा मेरो एकदमै उ छ। श्री गणेशाय नमोले सबैलाई चालमा ल्याएर प्रगतितर्फ उन्मुख गराउन् भन्ने चिज मलाई एकदम उ लागेको छ। अब त्यस क्रमले यो नासपातीको दाना प्रभुलाई नै चढाउनु पर्यो यार। मैले त धेरै खाइसकेँ अनि त लबरको फल एकदमै आहार गर्नु होला। ल के छ त बाँकी चिजहरू यतातर्फको। कन्डिसन यहाँतिर बब्बाल यतिमा बस्नदेखि लिएर हरेक चिज चाहर्न मस्तको छ। के छ यतातर्फ, यो त माथितिरै जाने चिज हो, माथितर्फै जाने बाटो। अब म माथितर्फै जाउँ त होइन। यहाँतर्फ हदसम्म व्यथित गरियो, अब चाहिँ माथितर्फ निस्किनुपर्छ। यस ओहो, आज पार लाउला जस्तो छैन यार, हावा त्यस्तै लागेको छ। रोचक के भने नि, रातो माटी देखिरहेको थिएँ म योभन्दा माथितिर, तर यहाँतिर यस्तो माटो देखियो जुन माटोले नि मलाई रातो माटो खोइ त भन्ने कुरा पो झल्कायो। त रातो माटो योभन्दा माथि मात्र रहेछ होइन। यहाँतिर भिआइपी सिट छन्, सिटमा बस्ने त अहिले नबसौँ अब, किनकि अब चाहिँ म सिधै माथि अब यहाँबाट निस्किनु पर्ने कन्डिसनमा पुगेको छु। उकालो लाग्दैछु यहाँबाट। यस केही छैन, अब सिधै उकालो छ। I am in a state of something just like मैले भन्न सकिरहेको छैन। यो चाहिँ के छ भने नि, सङ्केत माथि माथि दिइरहेछ, अर्थात् यसले बाटो यता यता हो भन्ने चिजमा कुनै कसुर बाँकी राखिरहेको छैन कि। सङ्केत दिएपछि काफी छ मलाई, बाटो नै काफी छ, त्यसमाथि अझ सङ्केत दिँदाखेरि बाटो त एकदम पुर्याइहाल्छ नि ठाउँमा होइन त। यहाँबाट जाने क्रममा म केमा छु भन्दाखेरि, म एकदमै नखुलिएको अवस्थामा, नभुलिएको अवस्थामा, नडुलिएको अवस्थामा भन्ने हदसम्म भनौँ है त्यसलाई। तर एकदमै त्यस्तै भइरहेछ, जो नहोस् भन्न खोजिरहेको हुन्छ राम्रो मस्तिष्कले, राम्रो विचारले, राम्रो सोच चिन्तनले। तर भइदिइहाल्छ अटोमेटिकमा। जब त्यो राम्रो विचारले भइदिएको भए हुन्थ्यो सोच्छ मात्र क्या, केवल त्यसले कार्य सम्पन्न गरिदिएको भए चाहिँ हुन्थ्यो नै। तर त्यसले सोच्यो मात्र क्या, खोज्यो मात्र, सोच्यो मात्र। त्यसकारण म भइनँ, मेरै नराम्रो पक्षको म एकदम कक्षमा घुमिरहे, आफ्नै अटोमेटिक रुटिनमा बाधिँदै भन्नुपर्छ नि होइन। त्यस्तै भइरहेछ। यो हिँडाइ मस्तको छ, त्यो मस्तको हिँडाइमा म आफूलाई
सुस्तले अगाडि बढाउँदैछौँ होइन त्यस्तै भनौँ होइन। त्यसकारण घाम लाग्ने कन्डिसनबाट, घाम लागिसकेको कन्डिसनबाट घाम नलागेको कन्डिसनमा कन्भर्ट हुँदाखेरि मनै एकदमै के भन्ने अहिले क्रेजी टाइपको भएको थियो। क्रेजी टाइपको मनलाई मैले यतिकै रूपले छोड्ने त छोडिदिउँ भाइ, छोडिदिँदैछु म यतिकैमा। त्यसकारण यो त्यतिकैमा रहला जस्तो छ। पानी ट्याङ्की रहेछ यो, यही पानी ट्याङ्की। अनि सङ्केतहरू यहाँतिर मात्रात्मक ढङ्गभन्दा बढी छन्। यता उता जाऊ भन्दाखेरि जाने कता त, खास गरी जाने जहाँ सङ्केतले भनिरहेको छ त्यहीँ जानु पर्यो। यस, अब म एकदम मेन बाटोमा सम्मिलित भयो है। योभन्दा अगाडि म टुक्रा टाक्री बाटोबाट आउँदै थिएँ, अब म मुख्य बाटोतिर पुगेँ। यस, मुख्य बाटोको पनि म कतातिर छु त अहिले अलिकति म यतातर्फ छु, जुनतर्फ एक ठाउँमा एक भुलाइ बस्ने कि भन्ने हो र, त्यो पनि केमा, जङ्गलको बिच। जङ्गल घना नै हो यार, यो धेरै पातलो भन्ने चिजै छैन। एकदम घना होइन। यस, त्यस क्रमले म चाहिँ अब यहाँबाट उता माथिको भन्ज्याङतिर पुग्छु। त्यसपछि म जर्नी स्टप हियर भन्छु नि। अझै तलतिर म पुगेँ यो वनको, तर कति तल पुग्ने अब, तल पुगेपछि फेरि माथि अझै चढ्नै पर्ने छ। त्यसकारण म के गर्न चाहन्छु त, यहीँसम्म पुग्न चाहन्छु। त्यसकारण अब यहाँबाट म माथितर्फै फर्किन चाहन्छु। यो धेरै नै हो, म यतातिर एकदम चाहर्ने क्रमले होइन, यात्राले एकदमै चहकिलो अनुभव त लिँदैछ। त्यस क्रमले अब एकदमै भइकेरा छ त भनेपछि एकदम उफ्रिँदैछन् के त, उफ्रिँदैछन् मन यतातर्फ, ततातर्फ भन्नु पर्यो होइन, जतातर्फ जता कतातर्फ होइन। यतातिर हिँड भन्दाखेरि हिँड्ने चिजको कुनै सुरै छैन, केवल उफ्रियो, केवल जाऊ छिटो यता उता जाऊ। एक ठाउँमा म एउटा अप्ठ्यारोमै बस्न चाहन्छु भनेपछि त्यहाँ सम्भवै छैन तिनको लागि। केवल तिनी चाहन्छन् सजिलो कन्डिसन अनि सस्तो मस्त कन्डिसन, जसले तिनलाई एकदमै व्यस्त राखोस् तर स्वस्थ राख्नुभन्दा पनि। त्यसै कारणले म स्वस्थ स्पष्टता बोक्न चाहन्छु यो प्रकृतिको स्पष्टताबाट र यो स्वस्थता हरियोपनबाट। सम्भव छ, पक्कै पनि छ, तर यो सम्भव हुनको लागि अब यहाँतर्फ एकदमै आफूलाई चाहर्नुपर्छ होइन, त्यसपछि मात्र हुन सक्छ नि त। र यस क्रमले मेरो बाटो कतातिर हो, मेरो बाटो कतातर्फ हो भन्ने चिजको साइन मैले पाउनै पर्ने हुन्छ, होइन भने मेरो बाटो बिचल्लीतिर लाग्छ। मूल बाटोतिर पुगिहालेँ, त्यसपछि त्यहाँतर्फ पुगिन्छ।
त्योभन्दा अगाडि अब झोलुङ्गे पुलको सामना हुन्छ जो म अगाडि त मैले एभोइड गरेको थिएँ जसो जसो। अब चाहिँ म एभोइड कसरी गर्नु सकौँ, फेरि एभोइड गर्ने हो भने त्यतातर्फबाट हिँडेर आउनुपर्छ, अझ तनाव छ। त्यस कारण अब एकदम आफ्नो साहसतालाई म एकदमै जम्मा गर्दैछु त्यसको लागि, त्यस विरुद्ध लड्नको लागि होइन। यो सल्लाहको एकदमै कुसुमदारी पात अहिले यतातर्फबाट आएको थिएँ म, एकदमै घरै घर बिच पुरातन खाले होइन, एकदमै गाउँको याद झलझल दियो मलाई। त्यस क्रमले अब अन्तिम एउटा के भनौँ दि च्यालेन्जिङ पार्ट आउँदैछ क्या, त्यसको लागि म भन्न सक्दिनँ, केवल आफूलाई त्योतर्फ एकजुट पार्दैछु। म पुगिरहेको छु, पुग्ने क्रमले अब के गर्छ त यतातिर निकै साह्रो छ। कोही नहीं हाल्ने त, अहिले त रमाइलो छ। बिचमा पुगेपछि चाहिँ अलिकति रमाइलोबाट अलिकति डर लाग्न थाल्छ मलाई। फियर लोडिङ यार, ओ तेरी, ओ अन्त जानु जानु ओ लाग्छ, यही धुनमा जानुपर्छ। अब उतातिर चाहिँ निकै साह्रो स्पिचलेस, तर अब म अन्तिमतिर पुगेँ, त्यस कारण अब स्पिचफुल भयो अहिले म अन्तत त्यहाँसम्म पुगिहालेपछि। अब चाहिँ कुनै छैन, यस जोस एक्सपिरियन्स। भाइ झोलुङ्गे पुल भन्नुपर्छ त, यस भाइ भाइ नै भन्नु पऱ्यो। म चाहिँ अब अलिकति सुरक्षित स्थलतर्फ पुगिसकेको छु। त्यस कारणले यो के खास गरी रातो माटो जुन मलाई भन्ज्याङको एकदम सम्झना दिइरहन्छ। ओ यस, वातावरण त खुलिरहेछ तर गर्ने के, एकछिनमै पानी एकछिनमै बादलदेखि लिएर घामको त परिचय नै पाउन सकिरहेन। त्यसकारण मैले यहाँतिरबाट एकदम आफ्नो परिचय दिनुपर्छ निस्केर। असारे रोपाइँहरू हुँदैछन् ठाउँ ठाउँमा, पानी परेपछि त एकै लटमा सम्पन्न होला जस्तो लाग्छ मलाई। अगाडि म त्यहाँनिर थिएँ, यो रातो घरको माथितिर, यो झोलुङ्गे पुलबाट बस्नलाई म यतातिर आएँ। तर अब यतातिरबाट भन्ज्याङको स्टपतिर पुग्छु। घन्टी खोल वाउ यार, बब्बाल छन् ल। यो सिँचाइ भइरहेको अहिलेको समय, असारे समय एकदम मस्तको। भन्ज्याङतर्फ पुगेँ म यसको ट्याक्क पम्पलेटको त्यहाँ नजिकै। सर्प गइहाल्यो त ल, हट। यहाँतिर सर्प भेटियो क्या एउटा सानो खाले, तर मलाई परतिर खाल भन्दाखेरि मैले अलिकति होसियारी अप्नाउँदाखेरि अङ्कल आउनुभयो, सिधै लट्ठीले उता रोडको डिलतिर घुर्याउनु भयो क्या। लिजेन्ड आर वाट दे डु के। मेरो कराई अलिकति काँचो भयो त्यहाँनिर। अब म यो भन्ज्याङतर्फ बरालिँदाखेरि यहीँतर्फ आफूलाई फुल स्टप लगाउन चाहन्छु। यहीँतर्फ म आफूलाई ती फुल स्टप लगाउन चाहन्छु। यस, जस्ट गिभ अफ किप लभिङ या भन्दै म दक्षिणकालीको यो भन्ज्याङ यात्रा यहीँनिर
फन्क्याउँछु।